यात्रा सधैँ रहरलाग्दो हुनुपर्छ, डरलाग्दो होइन। इलाम माइखोला यानि कि राजदुवाली हाम्रै ठाउँ। समस्या आजको होइन, तर समाधान कहिलेलाई थाहासम्म छैन। यस्तो सेन्सिटिभ ठाउँ बनिसक्यो कि राजदुवाली सडक खण्ड हामी यात्रुलाई घरबाट निस्कन मुटु दह्रो बनाउनुपर्छ। यो सडक केवल स्थानीयको मात्र होइन, दैनिक सयौं यात्रु र सवारी साधनको मुख्य आवाजावतको मार्ग हो। तर अहिलेको अवस्था हेर्दा चाहिँ सुरक्षित यात्रा गर्न निकै नै चुनौतीपूर्ण बनेको छ। जोखिम पनि यति जोखिमपूर्ण छ कि बर्खायाम सुरु भएसँगै यहाँ पहिरो, हिलो र सडक भासिने समस्या दिनानुदिन बढ्दै गइरहेको छ। हामी यात्रु, सवारी चालक र स्थानीयहरूले चाहिँ निकै शास्ति खेपिरहेका छौँ। मलाई लाग्छ दिनरात एक गरेर सडक निर्माण गर्दा पनि समय कम हुन्छ जस्तो लाग्छ। यो समस्या मात्र नभएर जटिल चुनौतीपूर्ण समस्या भएकाले सम्बन्धित निकायको ध्यान यसतर्फ आकर्षित गराउन यो भिडियो तयार गरेको हो। सडक खतरापूर्ण छ हामीलाई थाहा छ, तर हाम्रो यात्रा रोकेर कतिन्जेल बस्ने त सम्भव हुन्छ त? हुँदैन नि। आज ट्रक पल्टियो भलै मानवीय क्षति भएन, तर सम्बन्धित निकायले त कानमा तेल हालेर बस्न पनि त भएन। भोलि कसले देखेको छ र? जे पनि हुन सक्छ। आरामले गर्ने भनेको त टोयलेट मात्र हो। ढिला सुस्ती गरे समस्या बल्झिन्छ। काम कुरो भट्टाभट गर्न सक्दै ज्यादा दिन लाग्दैन। आशा छ यो भिडियो सम्बन्धित ठाउँसम्म पुग्नेछ र समस्या र समाधान तर्फ कदम चालिनेछ। सुरक्षित यात्रा गरौँ।